यहाँ सहभागी हाम्रो पार्टीका पोलिट ब्युरो, केन्द्रीय समिति र प्रतिनिधि समितिका कमरेडहरू, पत्रकार बन्धुहरू, कलाकार साथीहरू सबैमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट यहाँ सबैलाई म न्यानो लाल सलाम र अभिवादन गर्न चाहन्छु। नयाँ पुस्ताका साथीहरू, सबभन्दा पहिले म ती महान शहीदहरू आजभन्दा 100 दिन पहिले, सायद आज समीक्षा चल्दैछ, सुशीला कार्कीजीले, प्रधानमन्त्रीजीले आज के हिजो देशवासीको नाममा एउटा विज्ञप्ति जारी गरेर मैले यसो गरेँ त्यसो गरेँ भनेर भनिराख्नु भएको छ। तर जो नेपालमा एउटा समीक्षा चलिरहेको छ, 3 महिना अगाडि तपाईहरुका साथीहरू, हाम्रा छोराछोरीहरू, मित्रहरू कसैले नसोचेको स्तरमा बलिदान गर्दै, सङ्घर्ष गर्दै, विद्रोह गर्दै नेपाली जनताको स्वार्थको लागि, देशको लागि आफ्नो जीवन उत्सर्ग गरेका छन्। तपाईका साथीहरू, हाम्रा छोराछोरीहरू, मित्रहरू जति पनि बलिदान गरे ती सबैलाई म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। मित्रहरू, यति बेला सायद तपाईहरुको यो कार्यक्रमलाई देशभित्रबाट मात्रै होइन, संसारभरिबाट नयाँ पुस्ताका युवाहरूले सुनिरहनु भएको छ र हेरिरहनु भएको होला। तपाईहरुलाई हामी विशेष बधाई पनि दिन चाहन्छौँ। आज यो कार्यक्रम गर्नुभयो त्यसको लागि विद्यार्थी साथीहरूलाई र खास गरिकन 3 महिना अगाडि तपाईहरुको पुस्ताले, जेनजी पुस्ताले, नवयुवाहरूले, युवतीहरूले, यो देशका छोराछोरीहरूले कसैले ढाल्न नसकेको संसदीय व्यवस्था, जण्ड भ्रष्टहरूको केन्द्र, देशलाई लुटेर जुका जस्तो मोटाएका शासकहरू, हाम्रा जनतालाई ठगेर, हाम्रो देशमा जम्मा भएको कोषलाई भ्रष्टाचार गरेर, आफ्ना आसेपासेहरूलाई पोसेर, देशमा मात्रै होइन विदेशमा पनि पैसा लुकाएर, थुपारेर, कोठा कोठामा अरबौं रुपियाँ लुकाएर हाम्रो पैसा, हाम्रो देशको नागरिकहरूले कर तिरेर जम्मा गरेको राज्यको कोषलाई मुठ्ठीभर शासकहरूले लुट मचाएर आफन्तहरूलाई पोसेर जनतालाई दमन गर्ने, बोल्न नदिने, न्यायको आवाज उठाउने मजदुरहरूलाई दमन गर्ने, किसानहरूलाई दमन गर्ने, सुकुम्बासीहरूलाई दमन गर्ने, विद्यार्थीहरूलाई दमन गर्ने, बोल्न पनि नदिने र मान्छेलाई के बनाउनु खोजिएको थियो भने अब कसैले पनि यो देशको सरकारलाई बदल्न सक्दैन, कसैले पनि संसदमा जितेर गएका पार्टीहरूलाई जित्न सक्दैन, यिनीहरूको भ्रष्टाचारलाई रोक्न सक्दैन, यिनीहरूले गरेको अत्याचारलाई कसैले पनि सुधार्न सक्दैन। नेपालमा सायद अब जनताका दिन गए कि भन्ने प्रकारले हिसाब भइरहेको बेला र जनताहरू एकदमै छटपटाइरहेको बेला, अधिकार माग्ने जनताहरू, न्यायको पक्षमा बोल्ने जनताहरू निराश हुन खोजिरहेको बेला, आफ्नो अधिकारका खोजिरहेका महिला, दलित, जनजाति, मधेसी, पहाडका बुद्धिजीवी, वैज्ञानिक सबै एक प्रकारले अत्तालिएको बेलामा तपाईहरुको पुस्ता, एउटा नयाँ शब्द पनि आयो, अलि पहिला कम सुनिएको तर आन्दोलनको क्रममा एउटा नयाँ शब्द आयो, जेनजेट भन्ने, जेनजी। तपाईहरुको समूह 18 देखि 28, 16 देखि 28 एउटा लडाकु उमेर समूहको चर्चा बाहिर आयो। जब केपी ओली सरकारले बोल्ने पनि ठाउँ नराखेर सामाजिक सञ्जाललाई बन्द गरिदियो, भ्रष्टाचारबाट व्याकुल भएका, भ्रष्टाचारबाट छटपटाएका, अत्याचारले अत्तालिएका जनताहरू उकुस मुकुस भइरहेको बेला सामाजिक सञ्जालमा बोल्न पनि बन्द गर्ने निर्णय गरेपछि तपाईहरुको पुस्ता कापी कलम थन्काएर, कलेजहरूलाई एकछिन बन्द गरेर सडकमा उत्रिएर कसैले नसोचेको तागत प्रदर्शन गर्दै, बलिदान प्रदर्शन गरे, सत्तालाई, संसदलाई 2 दिनमा खरानी बनाइदियो, ढालिदियो, सिद्धाइदियो। नेपाली जनताले सोध्दै नसोचेको एउटा विजय हासिल 2 दिन भदौ 23 र 24 मा जुन शक्ति प्रदर्शन काठमाडौँका सडक, देशभरिका शहरहरूमा प्रदर्शन भयो, त्यो एउटा विशाल एउटा प्रदर्शनबाट नेपाली जनताले सोच्दै नसोचेको एउटा विजय हासिल गरे।
जेनजेट पुस्ताले प्राप्त गर्यो, तपाईले सम्भव तुल्याउनु भयो। त्यसकारण देशमा भए पनि विदेशमा भए पनि तपाईहरुको आन्दोलनलाई विदेशबाट आर्थिक सहयोग गर्ने भए पनि यही काठमाडौँका सहरहरुमा तपाईहरु उत्रिने युवा पुस्ता भए पनि या पोखरा, चितवन, भरतपुर, दाङ, विराटनगर, नेपालगञ्ज, लुम्बिनी देखि लिएर झापा देशभरिका सहरमा उत्रिने र एउटा सफलता हात पार्ने तपाई जेनजेट पुस्ताका सबै यहाँ सहभागी साथीहरुलाई म विशेष धन्यवाद दिन चाहन्छु, तपाईलाई अभिवादन गर्न चाहन्छु। हाम्रो मित्र कसैले न कसैले यो आठ गर्नै पर्छ, कसैले न कसैले त देशलाई जिम्मा लिनै पर्छ। देशलाई अप्ठ्यारो परेको बेलामा धेरै मान्छेहरू अत्तालिन्छन्, हात झिक्छन्, फर्किन्छन् पनि, निराशा व्यक्त गर्छन्, केही हुँदैन भन्ने हुन्छ। नेपालमा त्यस्तै कुरा थियो। एउटा नयाँ पुस्तकको चर्चा छ नि अहिले, केही दिन पहिलेसम्म सायद यो भदौभन्दा पहिला र 1-2 वर्ष अगाडिसम्म नेपालमा कस्तो चर्चा थियो भनेपछि मान्छेले हैरान व्यक्त गर्थे। अब केही हुँदैन, हुँदाहुँदै तपाईहरुको पुस्तालाई अभिभावकहरूले, पुराना पिढीका नेता कार्यकर्ताले के भन्न थालेका थिए भने यो पुस्तक काम लाग्दैन। हेर्नुस् यस्तो थियो चर्चा, यो नयाँ छोराछोरीको पुस्तक काम लाग्दैन, खत्तम भयो। किन खत्तम भयो भन्दाखेरि यो मोबाइल आएपछि खत्तम भयो। यसलाई समाजको मतलब छैन, यसलाई परिवारको मतलब छैन, यसलाई देशको मतलब छैन, हैन देशका समस्याको बारेमा मतलब छैन, काम नलाग्ने भयो भन्ने टाइपको एउटा चर्चा चलिरहेको थियो। तर हामीले मानेका थिएनौँ, हाम्रो पार्टीले मानेको थिएन। हामीले चाहिँ के भनेका थियौँ भने कुनै दिन यो पुस्ताले नै क्रान्ति गर्नेछ। क्रान्ति रोल्पाबाट मात्रै होइन, एकचोटि नेपालमा क्रान्ति काठमाडौँको सहरमा विस्फोट हुनेछ हाम्रो पार्टी चाहिँ भनिरहेको थियो। हामीले के भनेका थियौँ भने जनताहरू आजित भएपछि, जनताहरूले खप्नै नसक्ने गरी दमन भएपछि, अत्याचार भएपछि त्यसको विरुद्धमा नयाँ पुस्ताका मान्छेहरू आउँछन् भन्ने हाम्रो विश्लेषण थियो। चाहे ती जतिसुकै पढे लेखेका हुन्, चाहे ती जतिसुकै सुविधामा भएका हुन्, चाहे गाउँबाट आएका हुन्, चाहे सहरमै जन्मिएका हुन्, एउटा नयाँ समय आउँछ र तिनीहरूले सबै अत्याचार, शोषण, दमन, भ्रष्टाचारको विरुद्धमा विद्रोह गर्छन् र काठमाडौँको सहरले त्यो विद्रोह गर्नेछ भन्ने हामीलाई चाहिँ एउटा पुरा विश्वास थियो। त्यो हामीले विचार राख्दाखेरि कस्तो थियो भन्दाखेरि सायद तपाईहरु त भर्खरको छोराछोरीलाई थाहा छैन, हाम्रो पार्टीले पहिलोचोटि आजभन्दा 10 वर्ष अगाडि यो सस्टेसन गरेको थियो। अब किसानले क्रान्ति, किसान एक्लैले क्रान्ति गर्न सक्दैन। अब मजदुरले कारखानाबाट एक्लै क्रान्ति गर्न सक्दैन। किसान र मजदुरले मात्रै गरेर हुँदैन। अबको क्रान्ति कलेज, युनिभर्सिटी, विश्वविद्यालय, हाई स्कुल, त्यहाँ पढ्ने हाम्रा छोराछोरी, तिनी सबै श्रमिकै जनता, जनताकै छोराछोरी, ती सबैले कुरा बुझ्छन्, आफ्नो देशलाई तिनीले बुझ्छन्, जनतालाई बुझ्छन् र तिनीहरू एक दिन सङ्गठित भएर आउँछन् र अत्याचारको विरुद्धमा सङ्घर्ष गर्छन् भन्ने हाम्रो पार्टीको निष्कर्ष थियो। त्यसलाई हामीले एकीकृत जनक्रान्ति भन्यौँ। हिजोको तरिकाले मात्रै होइन, सहर र गाउँको दुवैतिरका युवाहरूलाई मिलाएर, दुवैतिरका किसान, मजदुर, बुद्धिजीवी, वैज्ञानिक, विद्यार्थी सबैलाई मिलाइयो भने क्रान्ति हुन्छ भन्ने हाम्रो पार्टीको विश्लेषण थियो। धेरैले निराशा व्यक्त गरेका थिए, मोबाइल चलाउने छोराछोरीहरू काम लाग्दैन। एउटा आमाले त मैले आफैले कानले सुनेको गाली गर्दै हुनुहुन्थ्यो छोराछोरीलाई भने यो मोबाइल बनाउनेलाई गाली गर्दै हुनुहुन्थ्यो भने चाहिँ सबै नबुझेर के भन्दै हुनुहुन्थ्यो भने यो खपेट्टो, हेर्नुहोस् है, सायद तपाईँहरूलाई थाहा छ होला, गाउँकालाई, सहरकालाई त्यति थाहा छैन यो खपेट्टो भन्ने, काम नलाग्ने भाँडालाई खपेट्टो भनिन्छ कि यो कसले खपेट्टो बनाइदियो, यो खपेट्टो बनाउन थालेपछि छोराछोरी खत्तम भयो। पुरै सुन्दैन, यो खपेट्टोले बिगार्यो मेरो छोराछोरी, समाज बिगार्यो भन्ने टाइपको थियो कि। तर हामीले चाहिँ के भनेका थियौँ भने यो खपेट्टो पनि हो, यो सपेट्टो पनि हो, यो भनेर यो बनाउँदा जान्यो भने मोबाइलले नै फेरि दुनियाँलाई उलटपुलट पनि पार्छ। मोबाइलले मान्छेलाई हैन इन्गेज गरेर अनावश्यक झन्झटमा पनि फसाउँछ। चलाउन जानेन भने त्यो खपेट्टो नै हुन्छ, त्यो पनि हो। तर मोबाइल भनेको त ज्ञानको परिणाम हो नि, ज्ञानको केन्द्र हो, ज्ञानको साधन हो नि। त्यसैले ज्ञानको साधनलाई ठिक ढङ्गले प्रयोग गर्यो भने त्यसले समाजलाई बुझ्न, देशलाई बुझ्न, संसारलाई बुझ्न मद्दत गर्छ। हिजो हामीले किताब पढेर बुझ्न, संसारलाई बुझ्न जति समय लाग्थ्यो, हामीले अमेरिकालाई हिजो पढेर बुझ्न जति समय लाग्थ्यो, हामीले रुसलाई किताब पढेर बुझ्न जति समय लाग्थ्यो, या चाइनालाई, इन्डियालाई, काठमाडौँलाई या तपाईँको युनिभर्सिटीलाई जति समय लाग्थ्यो, अब तपाईँहरूलाई त्यो लाग्दैन। हाम्रो नयाँ पुस्तालाई हातमा मोबाइल भयो भने त्यो 1
हिजो किताब ज्ञानको साधन थियो, आज मोबाइल ज्ञानको साधनमा बदलिएको छ नि त। हाम्रा अलिकति तपाईँ हामीले छोराछोरीले मोबाइललाई बढी प्रयोग गर्दाखेरि चिन्तित हुने बाआमाले अहिले चाहिँ सायद बुझ्नुभयो होला। यति छिटो 10 वर्ष लाग्थ्यो क्रान्ति गर्नु, पहिला 5 वर्ष लाग्थ्यो क्रान्ति गर्न, होइन? समाजलाई कुरा बुझाउन, जनतालाई कुरा बुझाउन, यो अत्याचार हो भन्ने कुरा सिकाउनको लागि 5 वर्ष 10 वर्ष लाग्थ्यो। हिजो दिदीबहिनीहरूलाई त्यही कुरा बुझाउन धेरै समय लाग्थ्यो, हिजो किसान मजदुरलाई त्यही कुरा बुझाउन धेरै समय लाग्थ्यो। तर आज त्यो लाग्दैन। आज त्यो केही दिनमा, केही हप्तामा, बढीमा केही महिनामा, या तपाईँको उस्तै पर्यो भने केही मिनेटमा संसार बुझाउन सकिन्छ, बुझ्न सकिन्छ। के सही हो र के गलत हो भन्ने कुरा तपाईँ हामीलाई बुझ्न धेरै सजिलो भएको छ। सायद कस्तो फिल हुन्छ, अनुभूति हुन्छ भन्नुहुन्छ भने यदि मोबाइल हुँदैन थियो भने, सामाजिक सञ्जाल हुँदैन थियो भने, यी सारा तपाईँको चाहिँ सूचना सञ्चारका माध्यमहरू हामीसँग हुँदैन थियो भने 2 दिनमा संसदीय व्यवस्थालाई, संसदलाई आगो लगाउन, खरानी बनाउन सायद सम्भव हुन्थेन होला। यति ठुलो तपाईँको चाहिँ हतियार प्राप्त भयो। मान्छेले बन्दुकलाई ठुलो कुरा भन्छन्, मान्छेले बमलाई ठुलो भन्छन्, मान्छेले हतियार र प्रविधिको कुरा मात्रै गर्छन्। तर त्यो होइन रहेछ नि। तपाईँको हातमा के चिज छ, जनताले सोचिनै पाउने के चिज छ, त्यो नै परिवर्तनको साधन बन्न सक्दो रहेछ नि। हिजो किताब थियो, यसो फर्केर हेर्दाखेरि हाम्रो पालामा हामीले कलेज पढ्दाखेरि किताब पनि एकदम खादिएका किताबहरू आउन थालेका थिए। हाम्रो समयमा ठुला किताब पढ्नुको सट्टा, महाभारत रामायण जत्रा किताब पढ्नुको सट्टा हाम्रो समयमा 200-300 पेजको किताब पढ्यो भने पुग्ने जस्तो, 400-500 पेजको किताब पढ्यो भने पुग्ने जस्तो हुन थालेको थियो। तर त्यो पनि तपाईँहरूको समयमा त एउटा डिजिटलमा, एउटा स्क्रिनमा केही समयमा पढेपछि हुने जस्तो भयो। त्यसैले गर्दाखेरि कस्तो बन्नुभयो त भन्दाखेरि कयौँले नबुझेर हामीले भनेका थियौँ यो डिजिटल दुनियाँ, यो प्रविधि मैत्री दुनियाँ, प्रविधि सहित जोडिएको नयाँ पुस्ताले हामीले भन्दा पक्कै छिटो कुरा बुझ्नेछ। पुराना पुस्ताका, हाम्रो पुस्ताकाले भन्दा छिटै सत्य कुरा बुझ्नेछ। एकछिन तिनीहरूलाई मन पर्ला नपर्ला छुट्टै कुरा हो, तर तिनीहरूले एक दिन चाहिँ सत्य कुरा बुझ्नेछन् र सत्यको पक्षमा आफूलाई उभ्याउनेछन् भन्ने हामीलाई विश्वास थियो। त्यसैले हाम्रो पार्टीले नारा के दिएको थियो, यो हाम्रो अखिल समाजवादीसँग छलफल हुँदाखेरि हामीले नारा बनाएका थियौँ। तपाईँहरूको नारा के हुनसक्छ भन्दाखेरि नयाँ पुस्ता, नयाँ सङ्गठन र नयाँ आन्दोलन। पुरानै तरिकाले हुँदैन, पुरानै तरिकाले भाषण, पुरानै तरिकाले तपाईँको स्कुलिङ, पुरानै तरिकाले प्रचार प्रसार, लडाइँ त्यसरी हुँदैन। अब भएछ भने पनि नयाँ तरिकाले हुन्छ। त्यो नयाँको केन्द्रमा चाहिँ डिजिटल दुनियाँ आइपुगेको छ। मोबाइल पनि हो, अरू थुप्रै साधनहरू, कम्प्युटरहरू आयो। हुँदा नामै ज्युमर टाइपको चाहिँ ज्युमर एउटा पुस्ताको रूपमा चाहिँ व्याख्या आयो। र नभन्दै अहिले के छ भन्नुहुन्छ भने नयाँ पुस्ताले संसारलाई बुझ्ने नयाँ साधन पाएर 2 दिनमा नै नेपाललाई कायापलट भन्छ नि, कायाकल्प पनि भनिन्छ एउटा नयाँ भाषामा, यसलाई पुरै परिवर्तन गर्यो। नसोचेको स्तरमा 2 दिनमा तपाईँको जनताहरू झरेकझुरुक उठ्नुभयो तपाईँहरू। र तपाईँको चाहिँ संसदमा 100औं जना प्रहरीहरू तैनात थिए। सिंहदरबारमा सेना थियो। अहिले सेनाको चर्चा पनि सुन्नुभएको होला। नेपाली सेनाले सिंहदरबार किन जोगाएन? सर्वोच्च अदालत किन जोगाएन? पुलिसका हतियार कसरी खोसिए? पुलिसहरूका ड्रेसहरू लाएर सडकमा युवाहरू किन नाचे? यो सबै कुरा तपाईँले हेर्नुभयो भने कस्तो बन्नुभयो त भन्दाखेरि हामी, तपाईँले नाम पनि सुनिराख्नु भएको छ, माओवादी। सायद कतिपय त तपाईँहरूको बुवा आमाले त्यति बेला बलिदान पनि गर्नुभएको छ। तपाईँहरू कलेज पढिरहनु भएको छ। पछि हाम्रो पार्टीले एकीकृत जनक्रान्ति पनि गरिरहेकै छ। त्यसमा पनि तपाईँहरूले गर्यो। र माओवादी भनेपछि कतिपयलाई भ्रम पनि छ। अहिले माओवादी भने त प्रचण्डजीहरू मात्रै हो कि भने जस्तो पनि छ। प्रचण्डजीहरूले त नाम फेरिसक्नुभयो। यहाँ फेरि हेर्नुहोस् है, उहाँहरू त फेरेर अहिले नेपाली कम्युनिस्ट पार्टीतिर गइसक्नुभयो। माओवादी छैन। हामीले हेऱ्यौँ त्यति बेला हाम्रो पार्टीको नाम फेरि के थियो भन्नुहुन्छ भने नेपाल कम्युनिस्ट पार्टी मात्रै थियो, नेकपा। जब हामीले यो बहस गर्दै गयौँ, यो 2-3 महिना अगाडिबाट उल्टो भएको छ। प्रचण्डजीहरू त्यति बेला माओवादी हुनुहुन्थ्यो, हामी चाहिँ नेकपा थियौँ। अहिले तपाईँको चाहिँ नयाँ ठाउँमा आइपुग्दाखेरि आजको दिनमा के भएको छ भने प्रचण्डजीहरू नेपाली कम्युनिस्ट पार्टी बन्नुभयो, हामी चाहिँ फेरि माओवादीमा बन्यौँ। यस्तो एउटा तपाईँको लुकामारी जस्तो या फेरबदल पनि भइरहेछ। त मैले तपाईँहरूलाई भन्नु खोजेको कुरा के थियो भन्नुहुन्छ भने माओवादीलाई अहिले विभिन्न ढङ्गले आरोपित गरिन्छ नि, त्यो कुरा होइन। हामीलाई 10 वर्ष लागेको थियो। हामी पनि विद्यार्थी नै थियौँ। हाम्रो अघि यहाँ उद्घोषक कमेडले पनि भन्नुभयो, हाम्रो नरेन्द्रले पनि भन्नुभयो, अध्यक्षज्यूले जनयुद्ध सुरु गर्नुभन्दा पहिला लगभग तपाईँहरूले अहिले विद्रोह गर्दाको जस्तै अवस्था थियो।
चाहिँ ल कलेजमा पढ्दाखेरि डिप्लोमा पढ्दा यो बानेश्वरमा इन्डियाबाट डाइरेक्ट एउटा ड्रेस लागेको प्रहरीहरू र सिभिल आएर अपरेसन गर्यो यो नयाँ बानेश्वरमा। त्यो अपरेसन गरेपछि नेपालभरि लडाइँ भएर 13-14 जना मान्छेहरू मारिए युवाहरू। नेपालमा पुलिस हुँदाहुँदै विदेशी पुलिस आएर हाम्रो देशमा किन अपरेसन गर्यो भनेर हामीले हडताल गर्यो। हामीले सङ्घर्ष गरेपछि त्यति बेला के भयो भने यहाँ ठुलो तपाईँको चाहिँ भिडन्त भयो सरकारसँग। त्यति बेला काङ्ग्रेसको सरकार थियो। हामीले धेरै अनुरोध गर्यो असमान सन्धि सम्झौताहरू खारेज हुनुपर्छ, हाम्रो देश स्वाधीन बन्नुपर्छ, शिक्षामा निजीकरण ल्याउनु हुँदैन, शिक्षामा तपाईँको धनीहरूको हातमा मात्र दिने खालको नीति ल्याउनु हुँदैन, गरिबको छोराछोरीले पनि चाहेको शिक्षा पढ्न पाउनुपर्छ, शिक्षा चाहिँ राज्यको दायित्वभित्र लानुपर्छ, राज्यले बेहोर्नुपर्छ। हामीले यो माग गरेका थियौँ। स्वास्थ्य तपाईँको चाहिँ जनताका छोराछोरीले पनि निःशुल्क उपचार पाउनुपर्छ, हामीले त्यो माग गरेका थियौँ। किसानहरूलाई जमिन उपलब्ध गराउनुपर्छ, हामीले त्यो भनेका थियौँ। मजदुरहरूलाई तलब उचित तलब दिनुपर्छ, हामीले त्यो भनेका थियौँ। नेपालका वैज्ञानिकहरूलाई बुद्धिजीवीहरूलाई अवसर दिनुपर्छ। 47-48 सालमा काठमाडौँका सडकहरूमा तपाईँहरूको उमेरमा हामीले नारा लाउँदै हिँड्थ्यौँ भन्नुहोस् न। तर हाम्रो कुरा त्यति बेला पनि सुनिएन, हामीलाई वास्ता गरिएन, बरु हामीलाई दमन गरियो। म धेरै पटक जेल परेँ, तपाईँहरू सायद सुन्नुभएको होला। पञ्चायतको अन्त्यदेखि हामी लड्न थालेका हौँ। विद्यार्थी सङ्गठनमा लाग्दाखेरि म चाहिँ 16 वर्षको थिएँ, 15-16 वर्षको। 36 सालको विद्यार्थी आन्दोलन हुँदाखेरि म त्यही तपाईँको चाहिँ 12 वर्षको थिएँ। 12 वर्षको बाल मनोविज्ञानमा यो सत्ता जनताको होइन छ भन्ने हामीलाई परेको थियो। कलेज आएपछि पनि हामी लगातार लड्यौँ, तर राज्यले सुनेन। त्यति बेला दमन गरेपछि प्रचण्डजीहरूको नेतृत्वमा विद्रोह भयो। उहाँहरूले हामीलाई चाहिँ कन्भिन्स गर्नुभयो, हामी चाहन्थ्यौँ पनि नेपाललाई नयाँ बनाउने भनेपछि हेर्नुहोस् हामी तपाईँको कलेज छोडेर बन्दुक बोकेर लडाइँमा होम्यौँ। हामी म मात्रै होइन, हामी 100 जना युवाहरू। तपाईँहरू जस्तो युवा हुँदाखेरि नि यो देशलाई राम्रो बनाउनुपर्छ भन्ने हामीभित्र एउटा ठुलो तमन्ना भन्छ नि, एउटा आकाङ्क्षा हामीभित्र त्यस्तो खालको एउटा ठुलो चाहिँ इरादा थियो। भन्नुहोस् न, यो देशलाई राम्रो बनाउनुपर्छ भन्ने कुरा हामीभित्र एकदम साँच्चै नै थियो। हामी हाम फाल्यौँ, तर देशलाई बदल्न हामीलाई 10 वर्ष लाग्यो। 10 वर्षको लडाइँबाट पनि पुरै हामीले जित्न सकेनौँ। एउटा सम्झौता गरेर गणतन्त्रमा हामी फर्केर आयौँ र हामी यहाँसम्म आयौँ। तर तपाईँहरूको पुस्ताले बन्दुकै नबोकेर, मान्छेले बन्दुक मात्रै ठुलो भन्छन् नि, होइन नि, जनतालाई कुरो बुझाइयो भने, जनताले साथ दियो भने र तपाईँहरू जस्तो नयाँ पुस्ताले सत्यको पक्षमा उभिने आँट गर्यो भने बन्दुक चाहिँ दोहोरिन्छ नि। मोबाइलले नै 2 दिनमा नेपालको राज्य सत्तालाई जरीबाट उल्टाइदियो, भत्काइदियो। तपाईँहरू सफल भएर आउनुभयो। यो साँच्चै नै महान कुरा हो नि। यहाँसम्म तपाईँहरू आउनुभएको छ। त्यसले हामीले के भनेका थियौँ भने नयाँ पुस्ताले यो गर्न सक्छ। हाम्रा छोराछोरी बिग्रियो भन्ने कुरा सत्य होइन। हाम्रा छोराछोरीले तपाईँको कुरा बुझ्दैनन् भन्ने कुरा सत्य होइन। मोबाइल चलाउने, क्यामेरा चलाउने, कम्प्युटर चलाउने, टेलिस्कोप चलाउने, भविष्यमा त्योभन्दा ठुला तपाईँको आधुनिक प्रविधिहरू चलाउने हाम्रा छोराछोरीले हाम्रो देश बुझ्दैनन् भन्ने कुरा सही होइन। कलेजमा पढ्ने, 10+2 मा पढ्ने, युनिभर्सिटीमा पढ्ने हाम्रा छोराछोरीहरूले देशलाई माया गर्दैनन् भन्ने कुरा सत्य होइन। जनतालाई माया गर्दैनन् भन्ने कुरा सत्य होइन। हो, फरक छ। मेरो आमाबाहरूले किसानी गर्नुहुन्थ्यो। मेरो आमाबाबु, हाम्रो आमाबाबुको पुस्ता भनेको हेम्मर पुस्ता जस्तै हो। जेनेरेसन एच भने पनि हुन्छ भन्नु न, हतौडा चलाउने, हँसिया चलाउने पुस्ता हो त्यो। उहाँलाई कस्तो लाग्थ्यो भने हामी कलेज पढ्न थालेपछि घरमा गएर काम सघाउँदाखेरि खुसी हुनुहुन्थ्यो। कहिलेकाहीँ काम नसघाएर हामी आफ्नो बाटो हिँड्यौँ, राजनीति गर्न थाल्यौँ, सङ्गठन गरेपछि हाम्रो आमाबालाई पनि के लाग्थ्यो भने छोराछोरी पढाएर बिग्रियो भन्ने लाग्थ्यो होला। किताब पढेर राम्रो भयो भनेको त किताब पढेर झन् बिग्रेछन् छोराछोरी भने जस्तो उहाँहरूलाई पढ्थ्यो। हामीलाई भन्नु पनि हुन्थ्यो, तिमीहरूले पढेर दुःख मात्रै पाउने। झन् अब त्यो पञ्चायतको बेलामा त कस्तो थियो भन्नुहुन्छ भने पुलिस कलेजमा मात्रै होइन, पुलिस त घर घर पुग्थ्यो। भन्नुहोस् न, यहाँ काठमाडौँको रेकर्ड हेरेर हाम्रो घर पुग्दो रहेछ कि होइन। त्यति बेला विप्लवको रेकर्ड ल कलेजमा हेर्ने, अनि यहाँ पढ्ने मान्छे अखिलमा लागेको छ भनेपछि घर पुग्दो रहेछ क्या पुलिस हेर्नुहोस्। घर पुगेर आमा बाबुलाई धम्काउने, तिम्रो छोरो पढ्न पठायो कि उहाँ हडताल गर्न पठायो होइन, कलेज पढ्ने हो कि देश उल्टाउने कुरा गर्ने हो। उग्रवादी भयो, काम नलाग्ने भयो भने चाहिँ आमा बाबुलाई पनि चिन्ता लाग्ने, छोराछोरी बिग्रिए के हो भने जस्तो पढ्थ्यो। भन्नुहोस् न। तर हामीले आमा बाबुलाई चाहिँ सधैँ भन्ने गर्थ्यौँ, तपाईँहरूलाई हामी बिर्सिँदैनौँ। हाम्रो आमा, हाम्रो बाबा, हाम्रो गाउँ, हाम्रो देश, हाम्रो समाजलाई हामी कहाँ बिर्सिन्छौँ। योभन्दा राम्रो बनाउने उद्देश्य लिएर हामी काम गऱ्यौँ। योभन्दा सुन्दर देश बनाउने, सुखी देश बनाउने
त्यसकारणले हामी लडेको। तपाईहरुको सुखको दिन पनि आउँछ, हामीले आमाबालाई भन्थ्यौं। आज त्यस्तै तपाईहरुको बारेमा पनि छ। यो मोबाइल चलाउन थालेपछि छोराछोरीहरु काम नलाग्ने भए हाम्रो पुस्तालाई लाग्दो हो अलिकति, किताबसम्म पढेकालाई त्यस्तो लाग्छ। तर हाम्रो निष्कर्ष के छ भने मोबाइलले मान्छे बिगार्ने होइन, प्रविधिले मान्छे बिगार्ने होइन। त्यसले सुविधाहरू लिएर आउँछ, चेतना लिएर आउँछ, ज्ञान लिएर आउँछ। त्योबाट पनि देशलाई बुझ्न सकिन्छ, जनतालाई बुझ्न सकिन्छ। मोबाइल चलाउने छोराछोरीहरूले पनि आफ्नो आमाबुवालाई माया मार्दैनन्, उनीहरूले आफ्नो आमाबुवालाई बिर्सिँदैन। मोबाइल चलाउने जेसुकै प्रविधिको विकास गर्ने विदेशमै जाउँ, अहिले युरोपमा गए पनि, अमेरिकामा गए पनि, जापानमा गए पनि, कोरियामा गए पनि, या मध्यपूर्वका कतार लगायतका मुलुकमा गए पनि त्यहाँ जाने युवा युवतीहरूले हाम्रो देशलाई माया मार्दैन, हाम्रो देशलाई बिर्सिँदैनन्, हाम्रो जनतालाई बिर्सिँदैनन्। हामीलाई यो लागिरहन्थ्यो र अहिले पनि लाग्छ। आज पनि हामीलाई कस्तो लाग्छ भने 2 दिनको आन्दोलनले नेपाललाई ठुलो परिवर्तन गरेको छ। तपाईहरु मर्नुभयो, लड्नुभयो, साह्रै गर्नुभयो, धेरै राम्रो भयो। तर कुरा के भयो भन्नुहुन्छ भने यहाँसम्म आइसकेपछि अझै पनि फेरि तपाईहरुको चाहना चाहिँ पूरा भएको छैन। यसो हेर्नुभयो भने कस्तो देखिन्छ भन्नुहुन्छ भने सरकार परिवर्तन त भयो, केपी ओलीको सट्टामा सुशीलाको सरकार त बन्यो। तर सुशीलाजीले भनेको जसरी जेनजीले माग त के गरेको थियो? जेनजीले 3-4वटा कुराहरूको माग गरेको थियो। एउटा भ्रष्टाचारीहरूलाई कारबाही गर्ने माग गरेको थियो, हाम्रो पार्टीले पनि समर्थन गरेको थियो होइन। त्यसपछि एउटा जेनजीले चाहिँ संसद विघटन गरेर नयाँ सरकार बनाउने माग गरेको थियो। संसद विघटन गरेपछि नयाँ संविधान लेख्ने माग गरेको थियो। नयाँ संविधान गरेपछि प्रत्यक्ष चुनाव गरेर राष्ट्रपति बनाउने माग गरेको थियो। तर आज हामीले यसो हेर्दाखेरि के देखिन्छ भने जेनजीका ती मागहरू पूरा भएका छैन। बरु बिस्तारै के देखिन्छ भन्नुहुन्छ भने भ्रष्टाचारीहरू फेरि फर्केर आउने जस्तो देखिँदैछ। सरकारमा, संसदमा उस्तै पर्यो भने संसद फेरि फर्केर आउनेवाला छ। देश चाहिँ कता जान थाल्यो त भन्दाखेरि कतै कतै विदेशीहरूको हातमा जान थालेको हो, या नेपाली जनतालाई देखाएर तपाईँको चाहिँ लडाउन खोजेको हो, नेपालमा फेरि अशान्ति मचाउन थालेको हो, या नेपाललाई लडाउन थालेको नेपालमा? यो खालको एउटा चिन्ता देखा परेको छ मित्रहरू। त्यसैले हामी के देख्छौँ भन्नुहुन्छ भने सुशीलाजीसँग अस्ति हामीले भेट्यौँ, उहाँको बालुवाटारमा गएर हामीले कुरा गऱ्यौँ हाम्रो पार्टीको तर्फबाट। र उहाँलाई हामीले गम्भीरतापूर्वक के भनेका छौँ भने तपाईको सरकारले जेनजीको मुद्दालाई सम्बोधन गर्नुपर्छ। तपाईको सरकार तिनीहरूसँग झुक्ने होइन। कोले भ्रष्टाचार गरे भन्ने कुरा फाइलहरू थुप्रै छन्। वाइट बडीमा कसले गरे? पोखरा एयरपोर्टमा कसले गरे? भैरवा एयरपोर्टमा कसले गरे? डाकोर काण्ड कसले मचायो? यान्सेलको पैसा कसले खायो? या तपाईका थुप्रै तपाईको चाहिँ भ्रष्टाचारको केसहरूमा को मुछिएको छ? के तपाईको ती मान्छेहरू चिनिएका छैनन् र? बुढी गण्डकीमा कसले खायो? यो कुरा भएपछि त जेनजीहरू सडकमा आएका हुन्। त्यसैले हाम्रो भनाइ के छ भन्दाखेरि भ्रष्टाचारीहरूलाई यथाशीघ्र कारबाही गरिनुपर्छ। कारबाही गर्दैन भने हामीले भनेका छौँ सुशीलाको सरकारको पनि औचित्य छैन। यसलाई पनि जसरी सडकबाट हामीले केपी ओलीको सरकारलाई अपदस्थ गर्यौँ नि, एक दिन नेपाली जेनजीहरू फेरि उठ्छन्, फेरि उठ्नु पनि पर्छ। नेपाली जनतालाई हामीले भनेका छौँ जहाँ तपाईँको सरकारले जनताको नेतृत्व गर्न सक्दैन, नयाँ पुस्ताका मागहरू पुरा गर्न सक्दैन भने त्यो सरकारको औचित्य पनि रहँदैन र त्यसलाई परिवर्तन गर्ने अर्को आन्दोलनको निर्माण गर्ने गरी सोच्नुपर्छ। यदि नेपालका जेनजीहरू अगाडि आयो भने त्यसलाई हाम्रो पार्टीले अवश्य साथ दिनेछ र हामी आफै पनि त्यसको पक्षमा नेतृत्व गर्न अगाडि बढ्नेछौँ। मैले तपाईँहरूको बिचमा भन्ने कुरा यो हो। अब अर्को कुरा छ। अर्को कुरा के छ भन्नुहुन्छ भने कि होइन नेपालमा चुनावै हुन्छ कि हुन्न एउटा शङ्का छ सबैलाई। सुशीलाजीको सरकारको चुनावको कुरा पनि मान्छेले पत्याइरहेका छैन। पुलिसहरूको हतियार कति लुटियो भन्दाखेरि लगभग 1600 हतियारहरू लुटियो भनेछ। त्यो 1600 हतियारहरू फिर्ता भएको छैन। प्रहरी साथीहरूसँग भेट गर्दाखेरि के भन्नुहुन्छ भने चुनाव गर्न सक्ने गरी प्रहरीको मनोबल उठेको छैन। प्रहरीहरूलाई कुटी मारियो। प्रहरीहरूलाई कुटेर मार्दाखेरि पनि मान्छेहरूले कसैले वास्ता गरेनन्। यो कुरा आइरहेको छ। कर्मचारीहरूको मनोबल छैन, पैसा छैन, आदि इत्यादि धेरै कुराले गर्दाखेरि देश चाहिँ शान्तितिर परिवर्तनतिर नजाने हो कि भन्ने चिन्ता अहिले व्यापक रूपमा उठिरहेको छ। त्यसैले हाम्रो पार्टीले के भनेको छ भने नयाँ सरकार, अन्तिम सर्वपक्षीय सरकार बनाएर जेनजीका मागहरू सम्बोधन गरेर अनि सम्भव हुन्छ भने नेपालमा एकचोटि प्रत्यक्ष चुनावबाट राष्ट्रपति चुन्ने या सबै जनताको भोटबाट प्रधानमन्त्री चुन्ने व्यवस्थातिर जानुपर्छ भन्ने चाहिँ जेनजीको पनि माग हो र हाम्रो पार्टीको पनि माग हो।
हाम्रो माग के छ भने एकचोटि कुनै मान्छेलाई दोहोऱ्याउने फेरि पुरानै नो नट अगेन भनेको जस्तो या तपाईँ हामीलाई त इनफ इनफ भने जस्तो यो कस्तो हुनेछ भन्दाखेरि जसलाई नयाँ पुस्ताले अस्वीकार गरेको हो, जसलाई तपाईँको अब चाहिँदैन नयाँ चाहिन्छ भनेर सङ्घर्ष गरेको हो, फेरि पनि दोहोरिएर तिनै मान्छे तिनै पार्टी तिनै शक्ति नै फर्केर आउने र जनतालाई अपहेलित गर्ने, देश चाहिँ झन् ठुलो सङ्कटमा जाने खतरा हुन्छ। त्यसैले जेनजीका मित्रहरू हामीले के भनेका छौँ भन्नुहुन्छ भने एउटा नयाँ तपाईँहरूको पुस्तामा मैले अघि सुनाएँ नि एउटा विभिन्न नकारात्मक हल्लाहरू पनि छन्, तर त्यसो कुरा सत्य होइन। हामीले किताब पढ्ने पुस्ता हाम्रो जस्ता जेनेरेसन बी भने पनि हुन्छ, हाम्रो त किताब जेनेरेसन बुक किताब पढेर आएको हाम्रो पुस्ता। तपाईँहरूको चाहिँ जेनेरेसन जेड अब आउँदैछ, अल्फा भन्ने सुनिँदैछ होइन, जेनेरेसन अल्फा अब तपाईँभन्दा पनि टाढो होइन, त्योभन्दा पनि सार्प एउटा टेक्नोलोजीमा खेलेर आउने नयाँ पुस्ताको चर्चा हुँदैछ। त्यसैले हाम्रो भनाइ के छ भने जे जस्तो आए पनि आज अमेरिकामा पनि समानताको नारा लगाइरहेको छ। सायद तपाईँले पढ्नुभएको होला, न्युयोर्क सहरमा अमेरिकाको न्युयोर्क सिटीमा एउटा नयाँ युवाले चुनाव जिते र त्यहाँ तपाईँको अमेरिका धनी भयो सम्पन्न भयो भनेर चर्चा खुब चल्छ। तर त्यहाँ मामदामी भन्ने सायद तपाईँले मेयरको नाम सुन्नुभयो होला, त्यो मेयरले चाहिँ नारा दिए न्युयोर्क सिटीमा समानता छैन, न्युयोर्कमा धनीहरूको मात्रै राज्य चल्छ, त्यहाँ मध्यम वर्ग पढे लेखेकाहरूको कुनै गणना हुँदैन। त्यसैले मैले जिते भने समानताको पक्षमा काम गर्छु मामदामीले नारा दिएका थिए। आज उनले जिते, लास्टमा राष्ट्रपति ट्रम्पले चाहिँ मामदामीलाई नजितोस् भनेर अर्डर गरेका थिए। डोनाल्ड ट्रम्पले के भनेका थिए भने यो मामदामी भनेको कम्युनिस्ट हो, यो मामदामी भनेको समाजवादी हो, यो मामदामीले जित्यो भने राज्यबाट दिने सहयोगमा न्युयोर्क सिटीलाई दिँदैन भनेर उनले थर्काएका पनि थिए। तर न्युयोर्क सिटीका युवाहरूले मानेन र तपाईँको सधैँ तपाईँको डोनाल्ड ट्रम्पका मान्छेले जित्ने ठाउँमा अहिले मामदामीले चुनाव जितेर समानताको नारा लिएर अमेरिकामा अहिले उठिरहेका छन्। अमेरिकाको सहरहरूमा अहिले समानताको नाराहरू गुन्जिरहेका छन्। अमेरिकनहरू बिलिनियरहरूको देश हो, त्यो अरबपति खरबपतिहरूको देश हो। एउटै इलन मस्कको हातमा अहिले $1 ट्रिलियन जाँदैछ, अनौठो होइन। संसारका कैयौँ देशहरूको जोड्दाखेरि पनि इलन मस्क बराबरको अब पैसा छैन। अमेरिकामै यो $1 ट्रिलियन को धनी हुनेतिर गइरहेका छन्। अहिले $600 बिलियन 600 बिलियनको चाहिँ उनी के छन् अहिले मालिक छन्। अहिले त्यहाँ हुँदाखेरि अमेरिकामा नारा लाग्न थालेको छ समानता। तर नेपालमा तपाईँ हामी जहाँ बसेका छौँ हाम्रो देशमा त अहिले रोजगारीको अवसर छैन, शिक्षाको अवसर छैन। तपाईँ हामी सबै सायद आउनुभएकोले के पढ्न चाहनुहुन्छ, पढ्दै पनि हुनुहुन्छ होला, तर नेपालमा अहिले पनि विद्यार्थीहरूले चाहेको शिक्षा पढ्न पाउने अवसर छैन। गरिबको छोराछोरी गाउँको त अझै धेरै नै गाह्रो छ। सहरमै पनि धनीमानी बाहेक अरूको छोराछोरीले चाहेको जस्तो शिक्षा पढ्ने वातावरण छैन। यहाँ धेरै तपाईँहरू होइन स्कलरसिपमा पढिरहेको नानी बाबुहरू पनि आउनुभएको छ। धेरैतिर तपाईँको चाहिँ चाहेको जस्तो शिक्षा पढ्न नपाएर एकदमै रन्थनिएर हिँडिराखेको तपाईँहरू जेन्जी पुस्ताको साथीहरू पनि हुनुहुन्छ। बाआमासँग तपाईँको झगडा परिरहेको छ, म सुन्छु। कैयौँ तपाईँहरूको पुस्ताले बाआमालाई म यो राम्रो विषय या तपाईँको इन्जिनियरिङ, डक्टर, मेडिसिन या आइटी यस्तै विषय पढ्न चाहनुहुन्छ, तर बाआमाको हैसियत त्यो पढाउने छैन। अहिले तपाईँको 18 लाख, 20 लाख, 50 लाख, 1 करोड तिरेर छोराछोरीले चाहेको जस्तो शिक्षा पढाउने वातावरण नेपालमा छैन। मैले प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदाखेरि भनेको थिएँ सरकारले शिक्षालाई आफ्नो नियन्त्रणमा लिनु पर्यो। प्राइभेट क्षेत्रलाई अहिले पुरै बन्द गर्न सकिँदैन भने पनि सरकारले प्राइभेटको भन्दा राम्रो शिक्षाको व्यवस्था गर्नु पर्यो। 20 वटा मेडिकल कलेज खोलेर केही पनि फरक पर्दैन नि, 50 वटा इन्जिनियरिङ कलेज खोलेर केही पनि फरक पर्दैन, 100 वटा आइटी कलेज खोलेर केही पनि फरक पर्दैन। अहिले राज्यले गरोस् न, जनताले साथ दिन्छ। उता निजी क्षेत्रमा 1 करोड खर्च हुन्छ भने राज्यले बरु 30-40 लाख लिएर पढाओस् न, यो सम्भव हुने कुरा हो नि। तर उहाँले यो कुरा सुन्नु भएन। अरू थुप्रै केपीओले अरूहरूलाई हामीले माग राख्यौँ। कङ्ग्रेसका साथीहरू शेरबहादुर देउबा हुँदाखेरि पनि हामीले भन्यौँ प्राविधिक शिक्षामा जोड दिनुहोस्, शिक्षालाई व्यक्तिहरूको हातमा जानेबाट रोक्नुहोस् र शिक्षाको दायित्व राज्यभित्र लिनुहोस्। तपाईँलाई म एउटा सानो कुरा सुनाउन चाहन्छु। क्युबाको, तपाईँ अमेरिकाको होइन, अहिले सबभन्दा राम्रो शिक्षा भनेको क्युबाको शिक्षा हो। हेल्थ र एजुकेसनमा अमेरिकन नागरिकहरूले पनि सुन्ने भनेको क्युबाबाट। क्युबाको साथीसँग भेट हुँदा कसरी सम्भव भयो? क्युबा त सानो देश हो, हाम्रोभन्दा पनि कम जनसङ्ख्या, समुद्रले घेरिएको एक्लिएको देशमा किन त्यहाँ तपाईँको सम्भव भयो? हरेक मान्छे शिक्षित,
हरेक युवाहरूले चाहेको शिक्षा पढ्न पाउने कसरी सम्भव हो? त्यो एउटै मन्त्र के रहेछ भने हरेक अभिभावकहरू बाआमाहरूले आफ्नो पुस्ताको लागि राज्यलाई दिने सहयोग सम्पूर्ण रूपले सहयोग गर्छन् र राज्यले आउँदै गरेको नयाँ पुस्ताको लागि छोराछोरीको लागि सम्पूर्ण सुविधा व्यवस्था गर्छ। त्यसो भएपछि युवामा क्षमता हुनु पर्यो, निःशुल्क डाक्टर, निःशुल्क इन्जिनियर, निःशुल्क आइटी विद्यार्थीले सक्नु पर्यो। त्यो अवसर राज्यले लिन्छ। त्यस्ता कैयौँ देश छन्, त्यो क्युबामा मात्रै होइन, स्क्यान्डिनेभियन देशहरूमा पनि त्यो छ। स्विडेनमा, डेनमार्कमा, स्विजरल्यान्डमा त्यो सुविधाहरू छ। त्यसैले हामीले भनेको के हो भने नेपालमा पैसा छैन भन्ने आउँछ नि, त्यो कुरा होइन। नेपालमा भ्रष्टाचार रोक्नुहोस् त। यसरी तपाईँको केही मान्छेले देशको सम्पत्ति लुट्ने कुरालाई रोक्नुहोस् त। हाम्रा विद्यार्थीलाई पढाउन जति पनि पैसा पर्छ। तर नेपालमा के भयो त भन्दाखेरि केही मान्छेहरू खरबपति भइसक्यो। विदेशमा गएर पैसा लुकाउने, कोठा कोठामा अरबौँ रुपियाँ राख्ने, तर भ्रष्टाचार नगर्नेहरू जनताले सामान्य पढ्न पनि नपाउने यो अवस्था छ नि। त्यसैले हाम्रो अहिले पनि के छ भन्नुहुन्छ भने हाम्रा छोराछोरीको लागि यो देश बनाउनु बाहेक हामीसँग विकल्प छैन। अस्ति भर्खर अस्ट्रेलिया पढेर आएको एउटा युवासँग भेट भयो। उहाँको आन्दोलनमा भाग लिनुभएछ हेर्नुहोस् है। अस्ट्रेलियाबाट घर आएको बेलामा अस्ट्रेलियामा पढ्ने युवा यहाँ भाग लिएर घाइते हुनुभएछ क्या। त्यो घाइते खोज्दै खोज्दै हाम्रो घरमा पुग्नुभएछ। मेरो छोरो प्रकाशसँग चिन्जान भयो र तिनी पुगे। उनी घाइते घाउ पनि देखायो गोली लागेको। त उनले के भने अङ्कल म अस्ट्रेलियामा पढे पनि नेपाललाई हेर्दाखेरि मेरो मन कहिले पनि शान्त हुँदैन भन्नुभयो। म त पढेको छु। उहाँले त उहाँको आफ्नो गर्लफ्रेन्ड पनि सँगै हुनुहुन्थ्यो साथी, र उहाँले भन्दै हुनुहुन्थ्यो कि महिनामा तपाईँको चाहिँ उहाँहरूले 20 लाख 25 लाख डलर पनि के अरे पैसा पनि कमाउनुहुन्छ नेपाल। तर उहाँले दुवैजनाले के भन्दै हुनुहुन्थ्यो भने पैसा कमाएर मात्रै सन्तुष्टि मिल्दो रहेछ। आफ्ना देशका जनताले दुःख पायो भन्दाखेरि आएर लडाएँ र म घाइते पनि भएँ भन्दै जानुभएको थियो। उहाँ कम्युनिस्ट होइन, तर उहाँले के भन्नुभयो भन्दाखेरि हाम्रो पार्टीले गरेको खेतीपाती किसानी गरेको देखेर होइन, त्यहाँ एउटा मेरो म्याडमले भैँसी पाल्नुहुन्छ, त उनलाई माया जाएगा छ र एउटा भैँसी किन्ने पैसा दिएर पनि हिँड्यो भन्नुहोस्। यो पार्टीको लागि पनि हो र यो तपाईँले मेहनत गरेर हाम्रो देशलाई राम्रो बनाउनेमा हामी सँगै साथ हौँ। कम्युनिस्ट पार्टीमा लागे पनि नलागे पनि एकचोटि नेकपा माओवादी चुनावमा उठ्यो भने म भोट चाहिँ दिने हो अङ्कल भन्दै जानुभएको छ भन्नुहोस् न। त्यसैले हामी के देख्छौँ भने नेपाली युवाहरूलाई अस्ट्रेलिया गए पनि शान्त छैन, अमेरिका गए पनि शान्त छैन। कैयौँ हाम्रा साथीहरूले अमेरिकाबाटै फोन गरेर नेपालको हितमा के सहयोग गर्नुपर्छ तयार भएको कुरा गर्नुहुन्छ। एकजना अस्ट्रेलियाबाट आएको अर्को साथीले सुनाउनु भयो, अस्ट्रेलियामा बसे पनि पहिला त मलाई के लाग्थ्यो भने अस्ट्रेलिया गएपछि धेरै भइहाल्छ जस्तो, तर होइन, विदेशमा थाहा हुन्छ नेपालीहरूलाई कसरी हेर्छन् भन्ने कुरा भन्नु। यही कुरा नेपाली सेनाका साथीसँग पनि भेट हुँदा एकजना मेजर साहबले मलाई भन्नुभयो, सर नेपालीहरूको इज्जत कति छ भन्ने कुरा नेपालमा थाहा हुँदैन, विदेशमा गएको बेला थाहा हुन्छ। म त यो बिल्ला सिल्ला फालेर हिँड्नु जस्तो लाग्छ भन्दै हुन्थ्यो। हेर्नुहोस् जेनजीका मित्रहरू, छोराछोरीहरू, तपाईँ हामीले बुझ्नै पर्छ, हामी विदेशमा गए पनि देश फर्किनै पर्छ। हामी जहाँ गए पनि हाम्रो देश राम्रो नभएसम्म हाम्रो जिन्दगी सुधार हुँदैन, हाम्रो आउँदो पुस्ताले सुख पाउनेवाला छैन। तपाईँहरू अहिले अस्ट्रेलिया जापान गए पनि हाम्रो देश राम्रो बन्न सकेन भने, हाम्रो देशको सरकार राम्रो बन्न सकेन, यहाँको कृषि राम्रो भएन, यहाँको उद्योग राम्रो भएन, यहाँको विज्ञान र प्रविधिमा विकास गर्न सकिएन, यहाँको शिक्षा राम्रो भएन भने नेपाली जनताले सुख पाउँदैनन्। नेपाली जनताले सुख नपाउँदासम्म एक्लै पैसा कमाएर पनि त्यसको कुनै अर्थ छैन। त्यसैले तपाईँहरू छोराछोरीहरू राम्रोसँग ध्यान दिनुपर्छ। जसरी 2 दिनको आन्दोलनले एउटा परिवर्तन नेपालमा हामीले गर्न सम्भव तुल्यायौँ देखायौँ होइन, त हामी यहीँ बसेर मेहनत गरेर राज्यलाई करेक्सन गर्ने, सच्याउने, रूपान्तरण गर्ने, दबाब दिने मान्छ सजिलै राज्यलाई चाहिँ जनताको पक्षमा बदल्ने मान्दैन। राज्यले जनताको कुराहरू सुन्दैन, देशको कुरा सुन्दैन, देशको हितमा काम गर्दैन, राष्ट्रघाती सम्झौताहरू गर्छन्, एमसीसी गर्छन्, एसपीपी गर्छन्, देश बेच्छन्, भ्रष्टाचार गर्छन् अनि हाम्रो सम्पत्ति लुट्छन् भने तपाईँहरूको पुस्ताले एउटा आँट गर्नै पर्छ। आउँदो दिनमा तपाईँहरूको एउटा पुस्ताले आँट गर्नै पर्छ। नेपाल छोडेर होइन, नेपालमै बसेर चुनावबाट सम्भव हुन्छ, चुनावबाट परिवर्तन, चुनावबाट सम्भव गर्न दिँदैन। षड्यन्त्र हुन्छ, घुसखोरी हुन्छ, त्यहाँ तपाईँको फेरि भेदभाव गरिन्छ, चुनावलाई निष्पक्ष हुन दिँदैन।
चुनावमा चाहिँ फेरि ठगेर जिताइन्छ भने अर्को आन्दोलनद्वारा भए पनि नेपाललाई परिवर्तन यही गर्नुपर्छ। यहाँबाट हामी भागेर अन्यत्र जानु हुँदैन। यो देशलाई हाम्रो बनाउनुपर्छ। यो देशलाई एक दिन हाम्रो चाहना छ। हाम्रो पार्टीको एउटा चाहना छ। हामीले किन कृषिमा कम्युन गरेको, किन हामीले उद्योग खोल्न थालेको, किन हामीले मरुन्जेल काम गरिरहेछौँ। सायद तपाईँले हेर्नुभएको होला, नानी बाबुहरूले नभए हेर्न पाउनुहुन्छ। जनताले 8 घण्टा काम गर्छन्, तर हाम्रो नेता र कार्यकर्ताले अहिले कम्युनमा 12 घण्टा काम गर्छन्। उनीहरूको बालीभन्दा हाम्रो बाली राम्रो हुँदै गएको छ। जनताले 5 घण्टा काम गर्छन्, तर हाम्रा नेता र कार्यकर्ताले 10 घण्टा काम गर्छन्। गर्नै पर्छ। यो देशलाई बनाउने जिम्मा किसान र मजदुरको मात्रै होइन, नेता र कार्यकर्ताको पनि हो। हामी भाषण गर्ने मात्र हिँड्ने होइन। यो देशका खेतहरूमा नेकपा माओवादीका नेता र कार्यकर्ता पुग्नुपर्छ। यो देशको उद्योगमा हैन किसान र मजदुर मात्रै होइन, उद्योग खोल्ने काम र उद्योगमा काम गर्ने जिम्मा राजनीतिक पार्टी नेकपा माओवादीका नेता र कार्यकर्ताको पनि हो। त्यस हिसाबले हामी दुःख गरिरहेछौँ, मेहनत गरिरहेछौँ र आजको दिनमा म तपाईँ छोराछोरीलाई सुनाउन चाहन्छु, यो देशमा एउटा मात्रै पार्टी हो आफ्नै चामल खाएर बस्ने, आफ्नै दाल खाएर बस्ने, आफ्नै व्यापार गर्ने, न्यूनतम रूपले आफ्नै उत्पादनमा रमाएर बाँच्ने नेकपा माओवादी हो। आजको दिनमा यति त हामीले बनाएकै छौँ। आज यो वर्ष हाम्रो पोहोर 1700 क्विन्टल चामल फलेको, यो वर्ष हाम्रो 2500 चामल फल्दैछ र त्यो चामल हाम्रो खाएर सिद्धिँदैन। हामीले बुढा नीलकण्ठमा अहिले सी व्यापार केन्द्र खोलेका छौँ र आज बैठक चल्दैछ। त्यहाँबाट हामी आउटलेट खोल्दैछौँ। काठमाडौँका सहरहरूमा हाम्रो खाद्यान्न बेच्ने, हाम्रो मात्रै होइन जनताको पनि बेच्ने। गएको वर्ष 2 लाख किलो हामी आलु चौधरी विनोद चौधरी नेपालको खरबपतिलाई दिँदाखेरि हङ्गामा मचिएको थियो। अहिले 2 लाख होइन, यो वर्ष हाम्रो पार्टीको नेतृत्वमा नेपाली जनताले 3 लाख या 4 लाखभन्दा बढी आलु विनोद चौधरीलाई दिँदैछ। हामी दिन्छौँ। त्यो मात्रै होइन, यो वर्षबाट हामीले कृषिमा हाम्रो भेडा, सायद यो सुन्नुभयो होला, हाम्रो युवाहरू अहिले भेडामा पनि छन्। हाम्रो पार्टीले जनतासँग मिलेर भेडा पालन पनि गरेको छ र अहिले 150वटा भेडा अहिले जनतासँग मिलेर हामीले पालेका छौँ। स्याउ पनि हाम्रो फल्न थालेको छ। आँपका बिरुवाहरू हुर्किँदैछन् र हाम्रो टार्गेट छ यो वर्ष एउटा उद्योग खोल्छौँ हामी। सबै जनता, हामी एक्लै नै सक्ने होइन। जनतासँग भएको सानोतिनो 5,000, 10,000, 50,000 को पुँजीलाई केन्द्रित गरेर यो वर्ष हामी एउटा उद्योग चलाउनेछौँ र आउँदो 4 वर्षमा हाम्रो टार्गेट के छ भने कम्तीमा पनि खान र लाउन मात्रै होइन, यताउता हिँड्नको लागि पनि यो पार्टीलाई अरूले चन्दा दिनु पर्दैन। कसैको दया हामीलाई चाहिँदैन। हामी आफ्नै खुट्टामा उभिएर यो देशमा चाहिँ हामी काम गर्छौँ। हामीसँग त्यो अठोट छ। त्यसमा तपाईँहरूको पनि विद्यार्थीहरूले सपना देख्नुपर्छ वैज्ञानिक बन्ने, विद्यार्थीहरूले सपना देख्नुपर्छ इन्जिनियर बन्ने, डक्टर बन्ने, आइटी बन्ने, नेपाली जनताको सेवा बन्ने, कृषि विज्ञ बन्ने, यही तपाईँको सोशलिस्ट बन्ने, मानवशास्त्री बन्ने, समाजशास्त्री बन्ने। हामीले सोच्नै पर्छ। हामी विदेशमा गए पनि फर्केर आउनुपर्छ पढेर र हाम्रो देशलाई बनाउनुपर्छ। यदि हामीले के भनेका छौँ भन्नुहुन्छ भने यो पटक हुने चुनावमा नेकपा माओवादी पनि भिड्नेछ र त्यसमा तपाईँहरूको पुस्तालाई पनि सहभागी बनाउने हाम्रो चाहना छ। यो चुनावमा सँगै जाने, देशभरि जाने मात्रै होइन, हामीले जनतालाई अपिल गरेछौँ यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ। हामीले बन्दुक पनि बोड्यौँ, जेल पनि खायौँ, बन्दुक पनि बोक्यौँ, किताब पनि पढ्यौँ। अहिले नयाँ उद्योग धन्दा पनि हामी चलाउँछौँ, काम गर्छौँ र यदि नेपालका किसान, मजदुर, बुद्धिजीवी, व्यापारी साथीहरूले, मध्यम वर्गले, सहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने ल तिमीहरूले एकचोटि गरेर देखाउन भने तपाईँले जिम्मा दिनुहुन्छ भने एकचोटि यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतिएर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीसँग छ। यो हामी गर्छौँ। तपाईँहरूको साथ लिएर तपाईँहरूलाई सँगै हिँडालेर र कम्तीमा विदेशमा माई खाने जात होइन यो नेपाली। जागिरीको लागि अरू कसैको गल्लीमा भौतारिएर मागेर खाने जात होइन नेपाली। नेपाली आफ्नो पौरखमा बाँच्ने चिज हो। नेपाली पहाड फोरेर पनि बाँच्न सक्छ, पहाड तराईका मैदानहरू चलाएर पनि बाँच्न सक्छ। नेपालकै स्रोत साधनहरूलाई प्रयोग गरेर यो संसारमा नेपाली हुँ भन्ने एउटा बनाउन सकिन्छ भन्ने हामीसँग एउटा विश्वास छ। त्यो विश्वासको आधारमा म तपाईँ सबै पुस्तालाई के अपिल गर्न चाहन्छु भने अरू सबै गरिन्छ तर गर्नुपर्छ, तर देशलाई घात हुने काम हामीले कहिले गर्नु हुँदैन। अरू सबै गरे पच्छ, तर नेपाली जनतालाई दुःख लाग्ने, चोट लाग्ने, क्षति पुग्ने काम हामीले गर्नु हुँदैन। देश र जनता हाम्रो मुटुमा रहनुपर्छ। जेनजी पुस्ता तपाईँहरू जेसुकै पार्टीमा लाग्नुहोस्, अरू पार्टीमा पनि लाग्न सकिन्छ, तर
हाम्रो देशलाई हामीले बिर्सिनु हुँदैन, हाम्रो जनतालाई हामीले बिर्सिनु हुँदैन। यो देशलाई एक दिन संसारको एउटा सुन्दर देश, स्वाभिमानी देश, आफ्नै खुट्टामा उभिएको देश र संसारमा एउटा सन्देश दिन सक्ने मेहनतीहरूको देशलाई अहिले छ। मेहनती मात्र होइन, वैज्ञानिकहरूको देश, अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरूको देश पनि बनाउने हाम्रो चाहना छ। त्यसमा अवश्य पनि तपाईहरुले चाहिँ सोच्नुहुनेछ। यहाँ कलेजमा 10+2 मा युनिभर्सिटीमा अस्ति पनि हाम्रो एउटा अन्तर्क्रिया हो। हामीले प्रोफेसरहरूलाई, विज्ञहरूलाई अपिल गरेका छौँ, एकचोटि पार्टीबाट बाहिर आउनुहोस्, एकचोटि पुरानो सोचाइबाट बाहिर आउनुहोस्, मिलेर बनाउँ, देशलाई मिलाउँ, देशलाई एकताबद्ध गरेर सुन्दर देश निर्माण अभियानमा सँगै जाउँ। उहाँहरू तयारी हुनुहुन्छ। सायद तपाईहरु अवश्य पनि यो सोच्नुहुनेछ, हामी मिल्यौँ भने 2 दिनमा सरकार बदल्ने मात्र होइन, 2 दशक भन्छौँ, 2 वर्ष, 2 दशकमा यो नेपाललाई आजको जस्तो दलालहरूको देश होइन, भ्रष्टहरूको देश जस्तो होइन, यो देशमा स्वाभिमानी, बुद्धिजीवी, वैज्ञानिक, मेहनतीहरूको देश हो भनेर बनाउने हामीसँग एउटा अठोट छ। तपाईँ अवश्य पनि सोच्नुहुनेछ भन्ने कुरा राख्दै म बिदा हुन्छु। हस् त।